त अदृश्य अचम्मको ठाउँ रहेछ यो। यो बिहान बिहान चितुवा पनि हिँड्छ अरे। अनि भूत प्रेत मसानको एउटा नेगेटिभ एनर्जीको पनि ठाउँ रहेछ राम्रै। भष्मासुरको गुफा छ भन्थे। भष्मासुरको छोरी र आमाको बस्छन् यहाँ। अनि उता फार्फिङबाट चाहिँ छोरा लाखे भएर चाहिँ भेट्न आउँछन् घोडामा, घोडाको आवाज सुनिन्छ भन्दै हुनुहुन्थ्यो है यहाँको लोकल आन्टीले। अनि यहाँ अझ हनुमानले सञ्जीवनी बुटी लिएर जाँदाखेरि एउटा टुक्रा यही जङ्गलमा खसेको भन्ने पनि किंवदन्ती रहेको रहेछ। त्यहाँ अझै एउटा आइतबारे मन्दिर भन्ने पनि रहेछ। आइतबार मात्र पूजा गर्नु मिल्ने, जे वरदान मागे नि पुरा हुने खालको। राम्रो रहेछ। कतिले त्यो यो थाहा नै हुन्न यस्तो कुरा।